हेलो हेलो आज चाहिँ सिमी गाउँ जाँदैछु। हाम्रो सोल्ली राजाले बोला बोलाइ गरेर आज गएर चाहिँ ठ्याक्क गोठमा आज खिर भात खान जाँदैछु म। सो अहिले चाहिँ 9 बजेको बेलामा म भर्खर निस्केँ। माथि सोल्लीले रेडी गर्ने कुरा भइसकेछ। ल अब म गोठतिरको केही भिडियो मार्फत देखाउने छु, तपाईहरु हेर्दै गर्नु होला है त। देखिको तल्लो सिमी है, तल्लो सिमी गाउँ दुर्ती छ। सिमी गाउँ यो चाहिँ यहाँ जति पनि देखिको गाउँहरू छ। अनि यो डाँडा पारी चाहिँ ठ्याक्कै ताजी गाउँ छ। यो 16 घुम्ती भन्छ। यो घुम्तीलाई 6-7 दिनको झरीले गर्दाखेरि यताउति कहीँ हिँड्न पाएको थिएन। अहिले बल्ल बल्ल यतिको मौसम भएर म चाहिँ आज माथि सिमी गाउँ उक्लेको छु। त्यो पनि हेर्दै गर्नु होला है। सो बिचरा कोदो पाकेर पनि यहाँ त्यो झरिसकेको रहेछ। हो नि छ त्यो बेमौसमी पानी पर्दा पनि किसानहरूलाई चाहिँ एकदम बेफाइदा नै गर्यो। हामी माथिल्लो सिमी गाउँ कटेर नि माथि कोटतिर आइसकेको छु है त। मसँग चाहिँ अब हाम्रो सोल्ली राजा 동화용으로 वहाँ सोल्लीकै गोठमा है हामी आज गाडीमा